ल गाइज हामी बिहान 3:30 बजे उठेर 4 बजे घरबाट हिँडेर अब हामी यहाँ लगभग 5 बजेर 59 मिनट जाँदाखेरि यो पाल्पा जिल्लाको के अरे मरमकोट भन्ने ठाउँमा आएको हो। यहाँबाट देखिने दृश्यहरू अति रमणीय सुन्दर दृश्यहरू देखिन्छन्। यहाँबाट सुरुमा हेर्न पर्ने भनेको यो अन्नपूर्ण हिमाल हो। त्यहाँबाट हुँदै हुँदै जाँदाखेरि यतापट्टि माछापुच्छ्रे, यो माछापुच्छ्रेको दृश्य हो। अनि यो चाहिँ हामीलाई बागलुङ बजार जस्तो लागेछ, तर ट्याक्कै भन्न सकिएन यो कहाँको बजार हो थाहा भएन। अब देख्न धेरै रमाइलो छ। यहाँबाट सूर्योदयको पनि धेरै राम्रो दृश्य देखिन्थ्यो, तर हामी लगभग 30 सेकेन्ड जति ढिला आएको हुनाले हामीले सूर्योदय राम्रोसित देख्न सकिएन। अहिले पछि यो भिडियो बनाएको मैले चाहिँ लगभग आएको 20-25 मिनट पछि हो। यो भिडियोमा चाहिँ बादल लागेको हुनाले सूर्यको पनि राम्रोसित देखिएन। अब यहाँबाट यति राम्रो दृश्य देखिन्छ। ल हेर्नुहोस्, यो कपास सुकाएको हो कि बादलमाथि उडेको हो कि यसको केही गर्न सकिएन। अनि यो धेरै रमाइलो छ यो ठाउँ, घुम्न आउनु होला, हजुरहरू पनि आउनु होला। हामी बिहानैदेखि मिहिनेत गरेर उठेर आएको हुनाले हामीले यस्तो राम्रो रमणीय दृश्य देख्न पाइयो। यति सुन्दर ठाउँ, ल हेर्नुहोस् त कति राम्रो ठाउँ छ। ल हेर्नुहोस्, यतापट्टि भन्ने हो भने यो पहाड छ, यहाँ यतापट्टि ल हेर्नुहोस् यस्तो छ, यो भिर छ। यहाँ बाँदर पनि जान नसकिने जस्तो अवस्था हामीलाई लागिरह। तर अब हुनलाई यो बाँदर त जान्छन् होला, हामी जान चाहिँ सकिन्न। अब यिनी केटाकेटीहरू आएछ नि यसरी, अब यसरी आएका छ नि यिनीहरूले चाहिँ अब हेरेर रमाइरहन्। जो रमाइलो लागिरह नि ल रमाइलो रमाइलो मान्नुपर्छ। यो चाहिँ यहाँको यो विशेष सुन्दरता भनेको हाम्रो यो नेपालको झन्डा हो। हावा धेरै आएको हुनाले यो हल्का चेतिन पुगेछ। अनि अब यो पाल्पा जिल्लाको यो 3औं गाउँपालिका पर्छ। वडा नम्बर कति हो थाहा भएन, तर जे रमाइलो छ, धेरै राम्रो छ, घुम्न आउनु होला। ल हेर्नुहोस्, हजुरहरूलाई मैले यस्तो राम्रोसित देखाएको छु। तपाईहरु पनि यो दृश्यलाई हेरेर मनोरञ्जन लिनु होला। हस् त, धन्यवाद।